तर अब चाहिँ ल्याउने हिसाब किताबले हामीले 50 चाहिँ जाने। सरले यति सरल रेखाबाट सिकाउनु भयो, वक्र रेखा पार्नु भएन। चाहे त्यो प्र्याक्टिकल लगेर देखाएर होस्, चाहे बुझाएर होस्, चाहे त्यो फोटो देखाएर होस्, हरेक क्रियाकलाप गराएर 1-to-1 वार्तासहित हामीले एकदमै राम्रो सिक्ने मौका पायौँ। र मलाई त लाग्छ यो कार्यक्रम 5 दिन होइन, अझै 5 दिन थपिदिए कस्तो राम्रो हुने जस्तो पनि लागेको थियो मेरो भित्र चाहिँ। सँगसँगै कृषि विकास सरले चाहिँ हामीलाई जैविक विधि मौरी मैत्री कार्यक्रमको लागि चाहिँ एउटा जैविक यो मल खाद विषादी बनाउने ट्रेनिङ पनि दिनुभयो। बडो राम्रो लाग्यो, किनभने हामीले मौरी पाल्छौँ र नगरपालिकाले यदि यो रासायनिक विषादी कम गर्नको लागि चाहिँ दबाब सिर्जना गर्न सकेन भने हामी भोलि ड्रप पनि खाने रहेछौँ। र मेरो उपमेयरज्यूसँग एउटा अनुरोध पनि छ, कमसेकम मौरी मैत्री कार्यक्रम बनाइदिनको लागि पनि यो विषादी नियन्त्रणको काम चाहिँ नगरपालिकाले जारी गरोस् र अर्ग्यानिक खेतीको चाहिँ सुरुवात गरिदियोस्। यो मेरो तर्फबाट होइन, हाम्रो सामेल तर्फको एउटा अनुरोध। र हामीले जे सिक्यौँ त्यसलाई व्यवहारमा प्रयोग गर्नुपर्छ। हो, अब शिकारमा जाँदाखेरि बन्दुक बिना शिकार हुँदैन। हामीले यत्रो ट्रेनिङ लियौँ तर घार बिना त हामीलाई पनि काम थिएन। हामी पनि त्यही घार पाइन्छ कि भन्ने आज कुरै राखौँ भन्नेमा थियौँ, तर कुरो बेलैमा आयो। हामी धेरै हर्षित पनि छौँ। र म के भन्छु भने अब 3 महिना या 6 महिनामा कहिले हुन्छ एकचोटि घार निरीक्षणमा आएर हामीले सकारात्मक काम गरेको भए अर्को घार हामी थप्छौँ, हामीलाई प्रोत्साहन दिनु पर्यो। नकारात्मक काम गरेको भेटियो भने त्यो घर पनि लगेर अर्कालाई दिनु पर्यो जसले सकारात्मक काम गरेको छ। यसमा पनि सबैको मजदुर र समग्रमा जे सिक्यौँ जीवन सिक्नु रहेछ। धेरै कुरा सिक्यो। सरलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद पनि छ। 2 जना सरहरूलाई हामीलाई धेरै तथ्य कुराहरू सिकाइदिनु भयो। म त 20 भनेर खोर्सानी अदुवा र लसुन मात्रै गर्थेँ, तर यहाँ धेरै कुराहरू रहेछ। 20 बनाउने तरिका धेरै छ, त्यो पनि सिक्ने मौका पाइयो। हामी त मुङ्रे काम गर्थ्यौँ नि त, उहीँको कोठे मौरी पाले जस्तै। अब यो बाकसमा पाल्दा अर्कै स्वादले मह खान पाइने रहेछ। त्यो चाहिँ अब कार्तिक मौतीखेर खान पाइएला पक्कै थियो। गरेपछि म उपमेयर म भयो भने खुवाउँछु, पैसा लिनु, तर म खुवाउँछु। र यति भन्दै म प्रशिक्षकको तर्फबाट हजुरहरूलाई स्वागत अभिवादन गर्दै मेरा 2 शब्द यहीँ अन्त गर्दछु। समापन समारोहको अध्यक्षता गरिनुभएका एकदमै सौहार्दपूर्ण वातावरणमा तालिम सम्पन्न गर्नुभएको छ। 5 दिनमा 5 दिन एकदम कक्षा अवस्थाले हेर्ने भने एकदम क्लिन साइड अत्यन्तै धेरै ध्यान दिएर ग्रहण गर्नुभएको छ। र उहाँको जुन ध्यान दिए जुन एउटा ग्रहण गर्ने प्रक्रिया छ त्यसले हामीलाई पनि प्रशिक्षण कार्यमा अझै सहजता भएको महसुस गरिरहेको छु। त्यस्तै गरेर अब 2 नम्बरको कसो रह्यो भन्नुभयो। 2 नम्बरमा एकदमै उत्साहित किसानहरू, एकदमै प्रभावशाली किसानहरू मात्र के भइदिनु, अलिकति यो प्राविधिक समस्याहरूलाई प्रोजेक्टर यो मेसिनरी उपकरणहरूले हामीलाई अलिकति समस्या लिएर आयो। नत्र भने 2 नम्बर 3 नम्बर मेचीनगरका सम्पूर्ण मौरी पालक किसानहरू एकदमै उत्साहित हुनुहुन्छ। र मलाई लाग्छ उहाँहरूले राम्रैसँगले ग्रहण गर्नुभयो होला। आगामी दिनमा यो सिकेको कुरालाई पक्कै पनि व्यवहारमा उतार्नुहुन्छ होला। हाम्रो आर्थिक विकास संयोजक अतिथिज्यूले एउटा कुरा भन्नुभयो, मलाई सारा चित्र बुझ्यो। किनभने हामीले भौतिक निर्माण भौतिक विकासलाई मात्रै हेर्नु, बाटो पिच गऱ्यो, बाटो भन्यो, तर त्यहाँ त्यो बाटोमा गाडी त्यतिकै कुदाइन्छ। त्यो बाटो पाल्नु पनि पर्छ। त्यो बाटो पाल्ने कृषि उपज नै हो। उत्पादनमा वृद्धि, उत्पादकत्वमा वृद्धि, त्यो कर्म कृषि नै हो। हामी कृषिमै आधारित छौँ।
र त्यसमा पनि अब यो मौरी पालन भन्ने विषय चाहिँ एउटा मैले भनेको पनि छु एउटा सम्मानित उत्पादन हो। भोलि हामी यो 4 वडामा हामी यो कार्यक्रमलाई लागू गर्यौँ एउटा यो साँच्चै नै एउटा यहाँको पहिचान स्थापित गर्ने व्यवसाय हुनसक्छ। मेचीनगरको 4 वडामा भएकै मह चाहियो, जस्तो हाम्रो शिव शताक्षीमा देवीले गर्नु भएको छ, मेरी खेलाको गर्नु भएको छ। त्यो सिएनआमा फेरि धेरै कम्ती छ। अधिकांश नेपाल अधिराज्यको 21वटा जिल्लामा मेरी खेलाको सरकारी प्रशासनबाट अरू जिल्लाहरू सबै सिएनआको र यो सिएनआ भनेको चाहिँ अलिकति बहुमूल्य मह उत्पादन गर्ने मौरी हो है। यो मेलिखेरा र सिएनआमा हामीले किसानहरूलाई बुझाएको छौँ, त्यो फरकहरू किसानले बुझाएको छौँ। त्यो गर्दा अत्यन्तै यो चाहिँ मल्टिफ्लोरल हामी प्रदर्शन गर्ने एउटा इन्क्लुजिभ क्रिया हो, हामीले बुझेका छौँ। र यसलाई चाहिँ अब प्रभावकारी ढङ्गबाट अगाडि बढाउनको लागि चाहिँ यसलाई चाहिँ सबभन्दा मेन कुरा चाहिँ नगरपालिकाले एउटा मौरी पालन मौरी विकास कार्यक्रम एउटा कार्यविधि बनाएर त्यसको अनुगमन र मूल्याङ्कनको पाटोलाई खास ध्यान दिएर हामीले रोगमा त्यसै लगाएर अघि सरले भन्नुभएको छ गरेर हामीले कार्यविधि बनाएर गऱ्यौँ र अनुगमन र मूल्याङ्कनलाई अलिकति प्रभावकारी ढङ्गबाट अगाडि बढायौँ भने साँच्चै नै अब प्राकृतिक रूपले हाम्रोमा भन्दा पनि यहाँ चाहिँ विविध कारणले अझै सहज छ कि यो 4वटा चाहिँ जङ्गलको 1 नम्बर भयो, 3 नम्बरको माथासिराम भयो होइन, 4 नम्बरको केही भागहरू भयो। यो एकदम महत्त्वपूर्ण छ। मैले 3 शाखामा मेचीनगरमा 13 वर्षसम्म बसेर यो विषयको कुरा गरेकै थिएँ र यो यहाँसम्म मेचीनगरले मौरी पालनमा पाइला चालेको छ। यसलाई सफल पार्नको लागि फेरि मेचीनगरको मात्रै जोडले हुनेवाला छैन। किसानले चाहिँ गरिदिनु भएन भने, यसलाई जागरुकता देखाउनु भएन, निरन्तरता दिनु भएन भने फेरि यो त्यत्तिकै सेवा हुन जान्छ। आज म 14 वर्ष भयो पढाएर हिँडेको भने सबै ठाउँ बराबर छैन होइन। रोग गाउँपालिकामा 1 करोडभन्दा माथि लगानी भइसकेको छ। त्यही अनुसारले हाम्रो किसानहरू स्थापित भइसक्नु भएको छ। महमा आत्मनिर्भर त्यहाँ भइसकेको छ। हामी गाउँपालिकामा पनि विभिन्न कार्यक्रम अन्तर्गत मह त्यहाँ वितरण गर्दैछौँ। मह मात्रै होइन, अन्य वस्तुहरू मैले प्रदर्शन पनि गरेको छु, देखाएको पनि छु। अन्य वस्तुको उत्पादन सम्बन्धी मैले जोडेको छु होइन। यसलाई प्रकृति पर्यावरणको क्षेत्र अनि मानवको जीवनसँग अन्तर्सम्बन्ध भएको विषयहरू सबै जोडेका छन्। अब मात्र यहाँलाई प्र्याक्टिकल्लीमा हाम्रो अलिकति यो मौसम स्तर अलिकति प्रतिकूल भइराखेको अवस्था छ। हामीले प्र्याक्टिकल त गऱ्यौँ होइन, मैले भने जस्तो यहाँहरूलाई मैले देखाउन सकिनँ। पछि यहाँहरूले चाहिँ घर घरमा मौरी पाल्नु भयो भने घर घरमै आउने वचन प्रतिबद्धताको म जाहेर गर्दै मेरो यो छोटो भने केही समस्या उहाँले चाहिँ 100मा 15 नम्बर ल्याउनु भएको छ, उहाँलाई बधाई छ। त्यसै गरी सन्त विद्यार्थीहरूलाई है उहाँको 100मा 25 नम्बर ल्याउनु भएको छ, उहाँलाई पनि बधाई छ। गीता भण्डारी उहाँलाई पनि बधाई छ, 100मा 85 नम्बर ल्याउनु भएको छ। 185 जयप्रसाद आचार्य उहाँले 100मा 90 नम्बर ल्याउनु भएको छ। जयप्रसाद आचार्य अनि अस्मिता बस्नेत। जयप्रसाद आचार्य कति 100मा? हात कति 100को कति आएको? 100मा 90। अस्मिता बस्नेत उहाँले 100मा 75 नम्बर ल्याउनु भएको छ, उहाँलाई पनि बधाई छ। त्यसै गरी शेखर पोपेल 100मा 85 नम्बर ल्याउनु भएको छ। त्यसै गरी युवराज मिगेल उहाँले पनि 100मा 85 नम्बर ल्याउनु भएको छ। जागरुक किसानहरूलाई यो चाहिँ गराउँदै छु र उहाँलाई चाहिँ उत्तरोत्तर प्रगतिको शुभकामना चाहिँ 100मा 100 ल्याउनु भएको छ। धेरै खुसी लागेको छ। यो म हल्का ल्याउन चाहन्छु। विद्यार्थी टोपी मौर्य नसित छर्नको लागि अनुहारमा सेपको लागि अत्यधिक केमिकलहरू हुँदो रहेछ चिनी चिया रङहरूमा। त्यसैले पनि दुधको चिया चाहिँ भर्खर चिनी हालेको नखानु भनेर डक्टरहरूले भन्दै आएको छ।
त्यसमा कति विषादी हुन्छ के हुन्छ त्यो आफ्नो ठाउँमा छ। तर केमिकल नभएको चियारङहरूलाई प्रमोट गर्नु पर्यो। अनि चिनीमा केमिकल हाल्नु भएन, मौरी उत्पादनलाई प्रमोट गर्नु पर्यो भनेर नगरपालिकाले मेची नगरदेखि तोरी मौरी प्रवर्धन कार्यक्रम भनेर ल्याएको। और पनि हामीले केही रकमहरू खर्च गर्न सक्दैनौँ। अलिकति हाम्रो विविध प्राविधिक कारणहरूले गर्दा कि हात्ती एरिया, हात्ती प्रभावित एरियाहरूमा त्यो तोरी चाहिँ हात्तीले पनि नष्ट नगर्ने भएकोले अब हिउँदा त पर्छ, उनीहरूको अब खाएर अरू बाली जस्तो नष्ट नगर्ने भएको कारणले गर्दाखेरि त्यसलाई प्रमोट गरेर जानुपर्छ। र यो एरिया चाहिँ सुटेबल एरिया हो भनेर कार्यक्रम चाहिँ ल्याउँदै गरेको, त्यसमा प्रदेश सरकारसँग पनि हामीले अनुरोध गरेर कार्यक्रम ल्याएका थियौँ। अहिले हामीले नगरपालिकाको तर्फबाट अब मौरी उत्पादनलाई अलिक बढी प्रमोट गर्नुपर्छ र कृषि उत्पादनमा जाँदै गर्दा अबको जमाना भनेको हामीले विगतमा सरदर आयु कति थियो र अहिले सरदर आयु नेपालीहरूको अलिक बढ्दैछ। किन बढ्दैछ त भन्दा एक त नेपालकै अलिक बढी भयावह रोगी, गम्भीर प्रकृतिका रोगी भन्छन्, किडनी क्यान्सर, मुटु होइन, त्यो भित्र झापा जिल्ला पर्छ। त्यसमा पनि मेची नगर बढी छ। कारण के त भन्दाखेरि हामी खुल्ला बोर्डरमा छौँ। खुल्ला बोर्डरको कारणले गर्दाखेरि हामी के गर्छौँ त भन्दा 2 केजी कोपी ल्याउनु पऱ्यो भने हामी यहाँ उत्पादन गर्दैनौँ, तर नक्सलबाडी सिधै गएर 10 रुपियाँ भाडमा पाउँछ, यहाँ 30 रुपियाँमा किन किन्ने भन्नुहुन्छ। त्यहाँ जाउन्जेलीको मेहनत अरू के हो भन्नु भने त्यो 2 केजी कोपी त लिएर आइँदैन नि त, अरू पनि ल्याइन्छ भन्ने जवाब पाउँछौँ कि हामीले है। हामी त्यही भन्छौँ नि, हाम्रो ग्रुपमा के छ भने त्यहाँ गयो भने कमसेकम 100 रुपियाँ बच्छ अथवा 50 रुपियाँ बच्छ। तपाईँलाई पाण्डेनीमा के गर्छ, खोरीबारीमा के गर्छ अथवा भारतले के गर्छ भने आफूले उपभोग गर्ने कृषिका भनौँ न उत्पादित वस्तुहरू के गर्छ, बिना के अरे औषधि युजमा उत्पादित गर्छ, विषादी मुक्त। अनि फेरि नेपालमा बिक्री गर्ने, बजारमा बिक्री गर्ने चाहिँ विषादी हालेर गर्छ। हामीलाई थाहा छ अहिले अब एउटा लौका बेलुका चाहिँ 1 पाउको छ भने इन्जेक्सन राति दियो भने भोलिपल्ट 2 केजी भने फर्मा जस्तो के त माछा मरेको माछा सुनेर त्यही माछा ल्याएर खान्छौँ नि हामी। यहाँको हाम्रो पोखरीको माछा खाँदैनौँ, पारीको माछा चाहिँ 50 रुपियाँ भाडुमा पाउँछ, यहाँ 300 केजी किनेर कसले खान्छ। हेर्नु यो खालको सोसाइटीमा, यो खालको चेतनामा म पनि छु, यहाँहरू पनि हुनुहुन्छ, हामी सक्छौँ। यसलाई अलिकति हामीले चाहिँ यो कुराहरूबाट अलिकति टाढा रहनुपर्छ र आफूले उत्पादित वस्तुहरूलाई प्रमोट गर्नुपर्छ भन्ने